सबैलाई गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ चैत महिनाको लास्टतिर छौँ हामी। आज अब गोसाइकुण्ड जाँदैछौँ। अहिले एक्ज्याक्टली भन्नुपर्दा चाहिँ हामी किर्तिपुरमा छौँ अनि 7:30को बस भेटाउनको लागि चाहिँ हामी कलङ्की जाँदैछौँ। अहिले चाहिँ हामी धर्की आइपुगेका छौँ अनि पानी चाहिँ बिहानैदेखि चाहिँ मजाले परिरहेछ। गल्छीबाट चाहिँ हामी अब अगाडि बढेका छौँ। यहाँ चाहिँ अब सबैको झोला चेकिङ हुन्छ होइन। नेसनल पार्कमा एन्ट्री गर्नुभन्दा अगाडि रिस्की सामानहरू पनि हुन्छ, त्यो चाहिँ नल्याएको राम्रो, लाइक नाइफ, फायरिङ अब्जेक्ट्सहरू। नेसनल पार्कमा इन्ट्री गर्दाखेरि लाग्ने चार्ज है फरेनरहरूलाई चाहिँ 3000, सार्ककोलाई चाहिँ 1500, नेपालीलाई चाहिँ 100 रुपियाँ लाग्छ। स्टुडेन्टलाई डिस्काउन्ट छैन। अनि हेलिकप्टर ल्यान्डिङको चाहिँ 3000 रुपियाँ है। हामी चाहिँ अहिले धुन्चीमा चाहिँ झर्सकेका छौँ है। 5 घन्टा लाग्छ भनेको, तर 7-7.5 घन्टा चाहिँ हामीलाई यहाँ आइपुग्नु लाग्यो। स्टिल हामी आएको गाडी चाहिँ पछाडि छ अनि हाम्रो साथीहरू चाहिँ यता डिस्कसन हुँदैछ के लग्ने के नलग्ने भनेर। अब चाहिँ हामी थोरै सपिङ गरेर चाहिँ अब हामी जान्छौँ आज। बाछा बिचमा बाछा अनि फाल्दिनु पर्छ। भाग पनि आउँछ। बाछा रे बाछा होला। राति हिँड्नु पनि आउने सक्छ। ओके? लानी। मलाई चाहिँ चाहिदैन। दारु हो। हामी चाहिँ अब यो पुल छ है, यो पुलबाट चाहिँ हामी तरेर तिर्सिल पार गर्दैछौँ अनि त्यो पारिको साइडबाट चाहिँ अब हामी माथि लागिन्छ। अनि सुभाषजी चाहिँ यता हुनुहुन्छ। जाउँ सुभाषजी। बर्डहरूको साउन्ड अनि यहाँको चाहिँ यो भाइब्रेन्ट ग्रिनरी कलर होइन, यस्तो दामी छ नि। इट्स टोटली वर्थ इट के। सबै उकालो छ तर इट्स अमेजिङ। ल के छ अपडेट देऊ त? अझ 2 घन्टा हिँड्नुपर्छ अरे। तिमीलाई अहिले रिस पनि उठिरह होला है, रिस पनि उठिरह होला। किन आइएछ भन्ने पनि भयो होला। ठिकै छ, हाम्रो डेस्टिनेसनमा पनि हेर्नुपर्छ, गएपछिको भ्यू होइन। केही नगुमाइकन केही पाइँदैन भन्ने बुझ्नु पर्यो कि। यो अहिले थकान छ र त हामी त्यो भ्यू देख्न पाउँछौँ, त्यहाँको त्यो सर्वको हावालाई इन्जोय गर्न पाउँछौँ, फिल गर्न पाउँछौँ होइन। अर्को भनेको हाम्रो हिन्दू धर्मको लागि, हिन्दूमा आस्था भएको मान्छेहरूको लागि चाहिँ एकदमै आस्था र विश्वासको केन्द्रमा पुग्दैछौँ। ग्रासको सिजन सकिन लाग्दा लाग्दै हामीले चाहिँ जस देख्ने मौका पाइयो। बबालै उकालो रहेछ है, हिँड्न चाहिँ हिँड्दा हिँड्दै बबाल थाक्यो होइन। हामी त अलिअलि हिँडेको अनि पहाडतिरै हुर्केको भएर हामीलाई त्यति गाह्रो चाहिँ भएन। सुभाष र मौसम र हाम्रो झापाली साथीहरू पछि हुनुहुन्छ होइन।
त्यस्तो पनि होइन तर उनीहरूलाई चाहिँ लास्टै गाह्रो भइरहेछ जस्तो फिल भएछ तर हिँडिरहेछन् ओके गोसाइकुण्ड जाने बाटो वी आर हेडिङ टुवर्ड्स साइकुण्ड क्या चिसो पानी छ यार यहाँ म पहिला खाएको कहाँ कहाँ पुग्यो भन्ने सबै थाहा हुने किसिमको छ कि ओके रुपा के छ अवस्था गल्नु पर्यो नि ट्रिक आएको काठमाडौँ बसेको घर बसेको मान्छे कहाँ गल्छ त होइन हुन्छ ट्रेकिङ आए पछाडि बल्ल थाहा भयो कि बानी बिग्रिया रहेछ कुरो बुझ्यो नि अनि हामी सही ठाउँबाट हिँड्दैछौँ है साइडमा लालीगुराँसहरू छ हुन त झर्न लागिसकेको छ त्यही पनि केही बाँकी छ तर दामी छ है धुन्चीबाट चाहिँ थोरै अगाडि आइसके पछाडि हामी त्रिशुलीलाई भेट्छौँ होइन त्रिशुली नदीको किनार चाहिँ थोरै हिँड्छौँ धेरै हिँड्दैन त्यस पछाडि उकालो सुरु भयो चाहिँ सबै उकालो अब आई थिङ्क गोसाइकुण्ड पुगेपछि मात्र हामीले चाहिँ जस रात पाउँछौँ जसको कलर हुन्छ नि भाले हुन्छ चाहिँ सनसेट भइसकेको छ तर हाम्रो डेस्टिनेसन अझै आएको छैन अझै हामी चाहिँ 1.5 देखि 2 घन्टा अझै हिँड्नुपर्छ होइन अहिले कति बज्यो भन्दाखेरि 6:30 हुन लाग्यो स्टिल वी ह्याभ टु गो आज चाहिँ हामी चन्दनपारी नपुगेर यहीँ दिमसम्मै बस्ने निदो गर्यो ठिक छ रेस्ट पनि हुन्छ भोलि चाहिँ हामी गोसाइकुण्ड पुग्छौँ 6-7 घन्टामा नर्मल वाकले चाहिँ पुगिन्छ भन्ने कुरा छ डिस्कसन त हुँदैछ तर हामी बसिन्छ है फिक्स हेलो एभ्रिवान सबैलाई गुड मर्निङ इन नमस्ते इट्स डे 2 अफ गोसाइकुण्ड ट्रेक अनि हिजो चाहिँ हामी यो दिनसालामा होटेलमा चाहिँ बसेको थियौँ अनि त्यहाँको फुडिङ लजिङ एकदमै राम्रो छ अनि चार्जिङहरू पनि मस्त पाइन्छ वाइफाई राम्रोसँग चल्छ व्हाइट रोडोडेन्ड्रन देख्नु चाहिँ एउटा रहर थियो मेरो होइन म अहिले व्हाइट रोडोडेन्ड्रनको जङ्गलमै छु कि ओके ल रूपकजी एउटा गीत जाओस् न त ल गोसाइकुण्ड विशेष कस्तो आउँदैन जाओस् गोसाइकुण्डको त गीतै भनेको छैन होला तर एउटा गाइदिनुहोस् न केही गाइदिनुहोस् त्यो त आउँदैन तपाईँले सुरु गर्नु जाली रुमल मैना स्वरूप लिदिउँला मैना स्वरूप लिदिउँला अनि सैलो त चार गरे माया नमारे ल यति आउने भने चाहिँ म त यो गीत सुनेकै रहन्छु क्या सुन्नु पर्ने भयो अब सुनौँ न सुनौँ यस्तो राम्रो गीत पनि मैले अझसम्म नसुने रहेछु यार धन्यवाद ग्रास हामी चाहिँ त लिटल बुद्ध गेस्ट हाउसमा आइपुग्यो तर हामी चाहिँ बसिँदैन सिधै माथि गइन्छ हामी चाहिँ अहिले चन्दनबारी छौँ है यहाँ होटलहरू पनि जस राम्रै सङ्ख्यामा देखियो होइन अनि यहाँको भ्यू चाहिँ दामी छ है याक
ट्याक्सिडर्मी गरेर राखेको रहेछ त्यहाँ के गर्दा छ लेफ्ट राइट क्या दामी रहेछ हुन्थ्यो यो सबै कुराहरू म फर्स्ट टाइम देख्दैछु है अनि फर्स्ट टाइम देखिने कुराहरू लगभग राम्रै लाग्छ तर यस्तो दामी छ अनि पछाडि है पिङ्क व्हाइट रेड यु क्यान सी एभ्रिथिङ एभ्री कलर मेरो साथीहरू चाहिँ उहाँ पुगिसकेँ म भिडियो बनाउँदै पछि भइरहेको छु तर म भेटिदिन्छु अनि चराहरू पनि उस्तै है चराहरू पनि यस्तो इन्जोय गरिरहेछ लाइक उनीहरूको र मेरो भाइ मिलिरहेछ कि हामी चाहिँ अहिले चोलाङपाटी आइपुग्यो चोलाङपाटीमा पनि हाम्रो चेक हुन्छ है चेक भन्नाले टिकट लिएको छ कि छैन भन्ने कुराहरू चेक हुन्छ जुन टिकट चाहिँ हामीले जुन चाहिँ बजार सुरु हुनुभन्दा अगाडि चाहिँ एउटा चेक पोइन्ट छ होइन आर्मीको चेक पोइन्ट छ त्यही चेक पोइन्टबाट चाहिँ हामीले टिकट लिइन्छ अनि बिचमा चाहिँ कतै पनि चेकिङ हुँदैन तर यहाँ चाहिँ चेकिङ हुँदो रहेछ यहाँभन्दा माथि चाहिँ चेकिङ हुँदैन है हामी चाहिँ अहिले लौरेबिना आइसकेका छौँ हामी 6:30 बजी बिहान हिँडेको थियो 3 घन्टा लाग्यो हामीलाई यहाँ आइपुग्न है फोटो भिडियो खिच्दै आउँदाखेरि थोरै समय बढी लाग्यो अनि यहाँ चाहिँ 360 भ्यू यस्तो दामी देखिन्छ पछाडिको हिमालको रेन्जहरू होइन अनि एकदमै खुलेको छ कि एकदमै सही टाइममा यहाँ आइपुग्यो है अनि यहाँ चाहिँ अहिले फोटो सेसन हुँदैछ त्यहाँ साथीहरूको अनि म पनि खिच्छु यस्तो फोटोमा इन्ट्रेस्ट मान्छे त होइन म आफ्नो खिच्नको लागि आई लभ टु क्याप्चर द सिनरी होइन अनि बर्ड्सहरूलाई चाहिँ खिच्नु मन लाग्छ आफ्नो खासले खिच्नु मन लाग्दैन अनि धेरै जस्तो ट्रेकर्सहरूको चाहिँ पछाडि स्टिकर देख्न सक्नुहुन्छ है सेकेन्ड आउनुभएको जति पनि ट्रेकर्सहरू हुन्छ जो अलिक प्रोफेसनल्ली लाग्नुभएको अथवा चाहिँ कन्टेन्ट क्रिएसनमा लाग्नुभएको अनि जति पनि ट्रेकिङ गाइडहरू हुन्छ उहाँहरूले चाहिँ यसरी आफ्नो सिम्बलहरू चाहिँ यहाँ छोड्नु भएको छ म यसको क्याप्चर पनि गर्छु इन्स्टामा पनि राख्नेछु यो अनि भएसम्म मैले चिनेको लागि चाहिँ म मेन्सन पनि गर्नेछु ओके अब चाहिँ हामीले यहाँ खाना खान्छौँ अनि त्यस पछाडि चाहिँ हामी गोसाइकुण्डको लागि जान्छौँ माथि जानको लागि चाहिँ अबाउट 4 आवर्स अझै पनि लाग्छ होला किनभने अझै पनि 4 किलोमिटर चाहिँ डिस्टेन्स बाँकी छ तर उकालो भएको कारणले गर्दाखेरि त्यो पेस लिन सकिँदैन नि त हामी चाहिँ खाना खाँदै थियौँ भित्र अनि बाहिरको मौसम चाहिँ चेन्ज भइसकेको रहेछ अनि अहिले चाहिँ हिउँ पर्दैछ है हल्का कलरहरू आएको छ तर हाम्रो चाहिँ मजाले हिउँ परिरहेछ अब लेट्स सी माथि अब कसरी जान सकिन्छ या सकिँदैन तर जानु चाहिँ छ
चाहिँ वाइल्ड पर्न थाल्यो है। हाम्रो चाहिँ एकचोटि पुगिन्छ भन्ने कुरा छ, त्यही भएर चाहिँ हामी हिउँ पर्दा पर्दै निस्किरहेको। ओके यसरी हिँड्यो भने चाहिँ केही हुँदैन है। क्या सिन छ यार। अन्त यहाँ बाटो अलि रिस्की छ है, तल सबै एकदमै खुँच छ, तर प्रोटेक्सनको लागि चाहिँ यो रेलिङहरू राखिएको छ होइन। अनि यसमाथिको यो रकको फर्मेसन पनि एकदमै बवाल छ, एकदम त्यो बनाए जस्तो कि। अन्त यहाँ मलाई सबै कुरा राम्रो लागिरहेछ, म सबै राम्रो भनिरहेको छु होइन, तर एक्चुअलमै राम्रो छ कि, राम्रो भएर राम्रो भनेको हो, त्यत्तिकै तारिफ गरेको होइन। ओ माई गड, रमाइलो भयो त। पछाडि चाहिँ यस्तो सब हिउँ परेको, यो आजै हिउँ परेको हो यो, अनि एकदमै बवाल देखिरहेछ। तल त्यो कुण्ड चाहिँ निलो देखिरहेछ। अब क्यामेरामा त कस्तो देखिन्छ आएन, तर मैले निलो देखिरहेछु। त्यहाँ चरा छ, तर क्यामेरा साथीहरूले पछि फोटो खिच्दैछन्। एउटा चरा देखेँ, कहाँ भन्दाखेरि ठ्याक्कै यो स्पोटमा। हेलो गाइज, हामी चाहिँ लगभग आइपुग्न लागेको छौँ, किनभने कुण्डकोहरूको सुरुवात भइसकेको छ तल सरस्वती कुण्डबाट। अब चाहिँ भैरव कुण्ड अनि गोसाई कुण्ड। मिसमराइजिङ भ्यूहरू देखिरहेको छ यहाँबाट है, एकदमै बवाल। तपाईँ यस्तै छ यो। एउटा कुरा त जे देख्यो त्यो नयाँ छ हाम्रो लागि, अनि जे देखिएको छ एकदमै बवाल छ कि सबै बवाल है। एउटा गीत जास् न त ल। कुन गीत? जुन गीत इज योर विश। ये मोह मोह के धागे तेरी उंगलियों से जा उलझे, कहीं डोर डोर लाग्छ। सम्झेको छ त्यही गाउँ। गाउँ न गाउँ, कहिले त गाउँ न, तिम्रो गर्लफ्रेन्डलाई पठाइदिन्छु। गाउँ न। तपाईँ गाउनु नि, तपाईँ सुरु गर्नु, म गाउँछु। सुभाषजी हुन्छ हाम्रो। के अरे सुभाषजी हाम्रो गीत? के अरे हाम्रो गीत? र गर्लफ्रेन्डको नाम लिइसकेपछि त तिमीले गाउनै पर्छ। जाने सार हो त? जाने सार होइन, छिटो छिटो गाऊ। अलि साह्रो। जिद किस बात की तेरी के मारेगी ज्यादा मुझे मौत से नाराजगी तेरी। तपाईँहरूले कतिको देख्नुहुन्छ होइन, मैले चाहिँ श्री गणेशको जस्तो, भगवान् गणेशको शिर जस्तो देखिरहेको छु। अब तपाईँहरूले चाहिँ कतिको देख्नुहुन्छ, योभन्दा ठ्याक्क माथि भैरव कुण्ड छ। भैरव कुण्डमा आइपुग्न चाहिँ जस्ट मिनेट बाँकी है। तल भएको चाहिँ भैरव गोसाई कुण्डमा चाहिँ आइपुग्न जस्ट मिनेट बाँकी। अनि भैरव कुण्ड किन बढी मुखमा आइरहेछ भन्दाखेरि पहिला हामीले भैरव कुण्ड देख्छौँ नि त, त्यो भएर भैरव कुण्ड भन्ने आइराखेको। ओके, कुण्ड यताबाट छ है, अनि पास यताबाट हो। ए पास यतै हो। त्यो हजुरको होटेल हो कि हजुर? ओके, ए ठिक छ ठिक छ।
ओके पहिला कुण्ड हेरौँ है कुण्डको दर्शन गरौँ अनि त्यस पछाडि दायाँमा तलमाथि के गर्ने भन्ने कुराहरू सोचौँला यहाँ त्यस्तो वाइड छ हिउँ भोटे सोल्टी यता छ नि अनि बाँकी भोटेहरू चाहिँ पछाडि आउँदैछन् ओके मैले देखेँ त कुण्ड जय शिव शङ्कर शम्भो ओम नमः शिवाय नमः शिवाय हजुर रूपक यो कभर लिएर आएन है के धन्यवाद दाइ भनिदिएकोमा ओके लेट मी सो यु ओके दिस इज गोसाइकुण्ड फाइनल्ली हामी चाहिँ आइसक्यो है हामी हिजो चाहिँ भिमसामा बसेको थियो भिमसाबाट चाहिँ 6 आवर लाग्यो हामीलाई यहाँ आइपुग्यो है फोटो खिच्दै खिच्दै खाना खाँदै गर्दै आउँदाखेरि चाहिँ फाइनली वी रिच इन आवर डेस्टिनेसन आउँ न यता पछाडि देखाउने यस्तो दामी आइरहेको पुग्यो फाइनली जय शिव शङ्कर शम्भो जय शिव शङ्कर भोला हामी स्नान चाहिँ भोलि गर्छौँ आज गर्दैनौँ अनि आज चाहिँ यसो वरिपरि समय त छ मिल्यो भने चाहिँ हामी वरिपरि यो सर्किटमा हान्ने ट्राई गर्नेछौँ पहिला शालिगजी नभए चाहिँ ओके दिस इज गोसाइकुण्ड आउन आउँछु बस त्यो चिसो छ अनि त्यही माथि हिउँ भइरहेको छ चिसो भइरहेको कस्तो गोरो देखिम त यार हामी त हामी मान्छे सेतो हो नि वातावरण कति सेतो छ यहाँ कस्तो दामी देखिरह्यो यार माथि दिस इज डिफरेन्ट गाइज इट्स टोटल्ली डिफरेन्ट हामी चाहिँ आजको हाम्रो रात चाहिँ होटल पिसफुलमा बित्नेछ होइन अनि यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि होटलमा रोटेसन हुँदो रहेछ अब के हो त्यो चाहिँ बुझेको छैन मैले पनि अझै बुझे पछाडि चाहिँ भनौँला होइन हामी चाहिँ होटल खोज्दै जाँदाखेरि चाहिँ यो होटल चाहिँ फिक्स भयो हेलो एभ्रिवान गुड मर्निङ नमस्ते इट्स डे 3 अफ गोसाइकुण्ड ट्रेक अनि हामी चाहिँ अहिले गोसाइकुण्डमा स्नान गर्न चाहिँ जाँदैछौँ है अनि ओके आज चाहिँ 2082 वैशाख 1 गते सो ह्याप्पी न्यू इयर एभ्रिवान सकिएन है सकिएन
पानी बिगेर जाँदैछु म अब चाहिँ हामी फर्किँदैछौँ एकदमै चिसो रहेछ हामीले चाहिँ सकिएन नुहाउन सकिएन किनभने टाउको पनि दुखिरहेको थियो लामो छ है जय शिव शङ्कर शम्भो ओके एभ्रिवान हामी चाहिँ अब गोसाइकुण्डबाट फर्किँदैछौँ बाटो एकदमै चिप्लो छ किनभने मान्छे हिँडे पछाडि यो अझ चिप्लो हुँदो रहेछ ओके साथी हो के छ केही भन्नु छ अब यो ट्रिपको बारेमा एकदम रमाइलो हो ट्रिप होइन नयाँ एक्सपिरियन्स भयो नयाँ ठाउँमा आइयो लाइफमा पहिलोचोटि हिउँ परेको लाइफ देखियो होइन त्यही छ रमाइलो भयो तर हिउँ रमाइलो ठाउँ रहेछ हामी चाहिँ काठमाडौँ छँदाखेरि अथवा चाहिँ तल छँदाखेरि चाहिँ हिउँ पर्दा खेल्न मन लाग्थ्यो होइन त्यो देख्न परेको हेर्न मन लाग्थ्यो खेल्न मन लाग्थ्यो तर यहाँ चाहिँ त्यस्तो नहुँदो रहेछ चिसोले चाहिँ सकिँदो रहेनछ कि ओके ल हाम्रो यो ट्रिप चाहिँ एकदमै मजाको भयो अनि एउटा धार्मिक यात्रा जस्तो पनि थियो एकदम पहिलेदेखि सुन्दै आएको गोसाइकुण्ड होइन कस्तो होला रसुवामा यो एकदमै अनप्लान ट्रिप थियो है प्लान गरेको भए सायद नहुन पनि सक्थ्यो होला तर अनप्लान थियो एकदम क्विक डिसिजन लियो ओके अहिलेको लागि चाहिँ यति नै अब नेक्स्ट भिडियोमा भेटौँला है त बाई गाइस ओके एभ्रिवान बाई ह्याप्पी न्यू इयर वन्स अगेन तुफान हाल्ने त है अलि राम्रोसँग युज गर्नु पऱ्यो कि लाठीलाई ड्याङ ड्याङ पारेर ह्याप्पी न्यू इयर दिदी थ्याङ्क यू बाबु तिमीहरूलाई पनि धेरै छैन राम्रोसँग जानु अब ह्याप्पी न्यू इयर ओके खै छ न बिहान हाम्रो ओके बाई ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर एकदम मन पर्छ ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर राम्रोसँग जानु ल ह्याप्पी न्यू इयर दिदी ह्याप्पी न्यू इयर हस् राम्रोसँग जानु तपाईँहरू पनि अबे ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर बुवा ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर राम्रोसँग जानु हस् धन्यवाद ह्याप्पी न्यू इयर दाई ह्याप्पी न्यू इयर राम्रोसँग जानु टुपकजी ह्याप्पी न्यू इयर के ह्याप्पी न्यू इयर सुभाष न्यू इयर ह्याप्पी न्यू इयर गाइज ह्याप्पी न्यू इयर ल राम्रोसँग गएर आउने राम्रोसँग जानु ल हाम्रो यो ट्रिप चाहिँ एकदमै फ्रुटफुल भयो होइन हिजो पनि हामीले चाहिँ बर्डहरूको स्पेसिस दामी देख्यो होइन आज फर्किँदै गर्दाखेरि ट्याक्कै यो पछाडि चाहिँ डाँफेको मेललाई चाहिँ हामीले देख्ने चान्स पाइयो होइन